1 2 3 गो यहाँ नुहाइ धुवाइ नि गरिसक्यो उठेर बिहान अब पूजा गर्न चाहिँ ह्यापी न्यू इयर सुजुले ब्लगको तेस्रो ह्यापी न्यू इयर भन मेरो ब्लग ल ह्यापी न्यू इयर ह्यापी न्यू इयर कस्तो नयाँ दिन नयाँ शुभ रङ्ग कस्तो भइरहेको छ अब हुनु बाँकी नै ल उठेर अब म चाहिँ पूजा गर्न लागि गाइज हाम्रो मम्मीलाई नि ह्यापी न्यू इयर भन्नु होला ल ह्यापी न्यू इयर अहिले अरू नयाँ भिडियो अहिले एकछिन बनाउनु होला है त ल उहाँ ट्याक्सीजीलाई मात्रै भन्ने होइन ह्यापी न्यू इयर वाला मात्रै पनि होइन यता पनि ह्यापी न्यू इयर मेरो गाइजहरूलाई ह्यापी न्यू इयर बिहान अहिले 7 त बजे होइन 8 बजे होला त्यहाँदेखि पूजा गर्न आएछ नुहाइ धुवाइ गरेर यस्तो भ्लगमा हालौँ ल प्लिज है होइन हालौँ ल गाइज अब एकछिनको अपडेट हामी दिउँ ल अपडेट दिउँ न तपाईँ ल एकछिनको अपडेट दिउँ ल ल गाइस वा ऊ चाहिँ मेरो भाइ है मेरो भाइ ल कफी बनाउँदा रेडी गर्दैछु गाइस न्यू इयरमा हामी चाहिँ अब पिकनिक जाने विचार गरियो हिजो हाम्रो सबै रेडी भइसक्यो तर म यहाँ भ्लग बनाउने जब भनेपछि यहाँ हल्ला र खल्ला सुरु हुन थाले यहाँ ढाडङ र ढोडङ थियो हो म्याम पनि रेडी हुँदै हुन्छ यो उहाँ मेरी रेडी भइसक्यो तर अबै खासै राम्रो त होइन ल म चाहिँ अब कफी खाँदैछु तपाईँ रेडी भइहाल्छ अहिले हुन त अहिले नै सलमान खान जस्तो देखा तर भए पनि म नि रेडी हुन्छु ओ माइ गॉड दारी अलिअलि मिलाउनु पर्ला जस्तो छ देखिहाल्नु भयो गाइज कफीको पहिला सिप लिन पाएन यहाँ चिच्चाउन र कराउन सुरु भइसक्यो आनन्दले बस्नु पाइँदैन घरमा ल अब एकछिनको किचकिचाएर एकछिन कफी खाएर अब म पनि रेडी हुने विचार गरेँ हाम्रो मम्मी रेडी नै भइसक्नु भयो त्यहाँ नयाँ कुर्ता लाएर नयाँ सुस लाएर हो नयाँ जुत्ता लाएर रेडी भइसक्यो तैँले रेडी भइसक्यो ल मम्मी ल मैले लुगा लगाएँ अब रेडी है त ल जान रेडी भइसक्यो अब चाहिँ हामी निस्क्यौँ अब ल अहिले चाहिँ हामी रेडी भएर नि माथि आएर यहाँ ट्याक्सी पर्खे भइरहेको छौँ ह्याप्पी न्यू इयर कस्तो भइरहेको थम्स पनि आउनुभयो ह्याप्पी न्यू इयर है त टाढो पुगेर ल मेरो भ्लगमा यसो यसो ल दाइ बिस्तारै है इन्जिनियरिङ कलेज ल हाम्रो ट्याक्सी पनि आइसक्यो ल होइन माथि होइन इन्जिनियरिङ कलेज हो ल गाइस अहिले चाहिँ मनो साथी पनि जाने भयो अब चाहिँ म मनोजलाई लिएर जाँदैछु गाइस ह्याप्पी न्यू इयर ल ल अब हाम्रो न्यू इयर सुरु हुन लाग्यो सबैजना भेला भइसक्यो अब स्पटमा गएर भिडियो बनाउँदा ल हामी त हिँड्छ यहाँ ग्रुपकै हिरो पनि यहाँ बिचमा छ हामी हिँडिसक्यो गाइड अब ल है सबभन्दा ह्यान्डसम हिरो ग्रुपकै हिरो यहाँ बिचमा छ बसिरहेको ल हामी गयौँ अब हामी चाहिँ अहिले कट्यौँ अब सबैजना यहाँ पर्खिरहनु भएको छ मेरो भ्लगमा यसो हाई गरिदिनु है हेलो ल ह्याप्पी न्यू इयर ल ह्याप्पी न्यू इयर ल सबैले हाई गरिदिनु है मेरो भ्लगमा ल यसो हाई गरिदेऊ चुचुली 3 पनि आउनु भयो अब फेरि ल यहाँ हाम्रो अङ्कल पनि जानलाई रेडी भएर बसिरहनु भएको छ तिमीलाई हिजो देखे हेलो गरिदिनु न मेरो यहाँ भ्लगमा हेलो हो ल अङ्कल ह्याप्पी न्यू इयर है मोबाइल किन्न गएको हालिराखेको थिएँ त ए ह्याप्पी न्यू इयर भन् दाइलाई ल मेरो भ्लग हेरेको छैन हेरेर हुन्छु हो हामी तरकारी बजार पनि आइपुग्यौँ तरकारी किन्नलाई देख्न सक्नुहुन्छ हाम्रो ह्यान्डसम भाइ यहाँनिर यता पनि खरबजा पसन्द राम्रो हुनुहुन्छ तिम्रो लिप्स त थप्पड भनेर भन्दै क्या ल गाइस अहिले चाहिँ हामी यस्तो ठाउँबाट नि आएँ यहाँ
भैँसी पनि मेला रहेर हुन्छ होइन भैँस पनि यहीँ आउँदो रहेछ कस्तो दामी ठाउँबाट हामी आउँदैछौँ पिकनिक स्पट हाम्रो यहाँ चाहिँ हाम्रो पिकनिक मनाएर यहीँ हुन्छ ल हाम्रो पिकनिक स्पटमा आइसक्यौँ हामी चाहिँ अहिले ओ मामा के छ हालखबर ठिक छ ल हाम्रो चाहिँ स्पट यही रहेछ हाम्रो सानो भाइ नि मस्की आइरहेको छ यहाँ कस्तो लागिरहेको छ पिकनिक स्पट एकदम ह्याप्पी न्यू इयर ल मेरो भ्लगमा आउनुभयो है मेरो भ्लगमा आउनुभयो वेलकम है त थ्याङ्क्स भन्नु न ल पिकनिक त आयो तर चाँगुनारायण मन्दिर यसो दर्शन गर्ने भन्ने हिसाबले आयो यहाँ डल्लोसँग चाँगुनारायण मन्दिर घुम्न आयो यसो कति राम्रो राम्रो लड्कीहरू आएको हुन् फेरि न्यु इयर होला ए होइन त मेन मन्दिर यही होइन चाँगुनारायण हो पार्टी यही हो ए चाँगुनारायण मन्दिर यही होइन रियल वाला आयो रियल चाहिँ यस्तो हो खास हुन चाहिँ यस्तो भयो मन्दिर पनि निकै नै रमाइलो रहेछ माथि तल इधर उधर बुट्टाहरू हेरेर रमाइलो लाग्यो र भन्दा नि केटी चाहिँ अलि धेरै राम्रो लाग्यो अहिले चाहिँ हामी चाँगुनारायण मन्दिर पनि आयो दर्शन गरेर पिकनिकबाट दर्शन गरेर आइसक्यौँ कति रमाइलो एकदम रमाइलो भएको छ यो चाहिँ मन्दिरको बेस्ट पार्ट भइरहेछ यो केटीहरू बुट्टाहरू कति राम्रो राम्रो हुन् हातै हात छ बुट्टै बुट्टा छन् ढोकाहरू पुरै पुरानो स्टाइलको रहेछ गुम्बा जस्तो पनि छ मन्दिर जस्तो पनि छ राम्रो छ जे होस् ढोका हेर्दा त्यस्तै छ यो के हो राम्रो रहेछ ठाउँ रमाइलो छ कहाँ गयो ए यहाँ आइसकेछ दामी दर्शन गरेर नि फर्किसक्यौँ हामी अब मामा पनि रोमन मामा हुनुहुन्थ्यो उहाँ रोमनको दाइ हुनुहुन्छ दर्शन गरेर फर्किसक्यौँ अहिले तपाईँले हेर्नु भएको छ कि छैन मेरो ब्लगहरू हेरेको छु नि हेर्नु भएको ल अब तपाईँ नै आउनुहुन्छ मेरो ब्लगमा ल राम्रो छ आज नयाँ वर्षको दिनमा हामी घुमघामको लागि आएको छौँ चाँगुनारायण थानमा रमाइलो भएको छ पिकनिक आएको आउन चाहिँ तर यसो दर्शन नि गरेर आयो हेयरस्टाइल तालु तालु देख्यो कि हिरो हिरो ल अहिले चाहिँ हामी यहाँ पाउरोटी खान लाग्छौँ कहाँ त्यहाँ चाहिँ नदेखाउने कहाँ चाहिँ नदेखाउने यहीँ चाहिँ ल मेरो भ्लगमा सबैलाई वेलकम छ मेरो दोस्त यहाँ पाउरोटी खान लागिसकेको छ बरु मस्की मन्दिर पनि गएको थियो यसो घुम्नलाई अनि त्यही भएर पनि ब्लग हेरेर मन लाग्यो क्या आजको ब्लग न्यु इयर ब्लग आउनु पऱ्यो
दर्शन टक्राए है हजुर यता चाहिँ हाम्रो माइजू हुनुहुन्छ एकदम सानो लेभलले माइजू सानो के छ दरन्दगी चेहरा से मलाई चाहिँ यहाँ मासु मलिरहेको छ ओ सानेबरो अन्डा खाइरहेको खाँदा फेरि खतरा अन्डा खाँदो रहेछ यसले बरु अन्डा ब्रेक भयो है अन्डा साथीले अन्डा छोडाइदिरहेको अन्डा खानुहुन्छ बस्ने स्टाइल त खाँदैन 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 ल कस्तो पुरा क्यामेरा है अन्डा साथी अन्डा खाइरहेको छ टोलको हिरोहरू नि हुन्छ यहाँ हाम्रो बाबा हजुर नेता यसरी बसिरहनु भएको यहाँ हाम्रो सेफ अली खान अङ्कल हजुर कति बोलाएको हजुर ए त्यो पहेँलो चाहिँ हजुर आफै खानु है ऊ त्यसलाई कस्तो फाल्दे हो ल खा आज हिरो ल हामी चाहिँ यहाँ पानी लिन आएको छौँ पानी चाहिँ जार चाहिँ एउटा छ जार लिन आउने चाहिँ यहाँ 2 मोडर्न मुलेट 3 फ्यान्सी बोय 4 अनि के अरे गाउँको नाम के अरे हजुरको मेरो बतासेको फ्यान्सी बोय पनि होला 5 जना जार चाहिँ एउटा छ फेरि यता चाहिँ अहिले चाहिँ हामी अरू पनि पिकनिक हेर्दै अनि हल्का फुल्का लड्की पनि हेर्दै रमाइलो गर्दै आउँदैछौँ रमाइलो छ ठाउँ जोस् यहाँ चुचुली सर हुनुहुन्छ यहाँ मजाले ब्राउन इन्जोय गर्दै हुनुहुन्छ यता हामी चाहिँ यहाँ खाना नपाएर एकदम फुले रसित भएर बसेका छौँ ओ त किन मलाई हेरेर एटिट्युड देखाएर उता फर्क्यो त्यो एटिट्युड देखायो यहाँ हातमा ढोक्नु यहाँ हातमा ढोक एटिट्युड देखायो नि त यहाँ ढोक स्ट्रेट नहेर भेट्ला हजुर नहेर भेट्ला छैन हेलो चोकतिर भन्यो होला चुचुली के छ हजुर ल चाहिँ अहिले चाहिँ मासुहरू तार्ने कार्यक्रम नि भइरहेको रहेछ आन्टी त्यस्तो बाँकी छ पाक्दैछ ऊ हाम्रो ऐश्वर्या राई हुनुहुन्छ यहाँ अलि मोटो ऐश्वर्या राई ऊ झन्डै यहाँ खिसी पाक्दैछ यता चाहिँ गोरा पाक्दैछ मम्मी यस्तो अहिले कराउँछ नि यहाँ आऊ कतिको भइरहेछ नयाँ घडी देखाएर खै मम्मी यस्तो गर्नु यहाँ कबु पनि कबु सबले यसो मम्मीको पाल हो ल होइन पहिला हजुर यस्तो के पहिला सबैले भनिराख्ने अनि क्यामेरा यसो गरेर सबैले ओ दिपा दिदी यसो सबैले यसो हाम्रो पार्टीको टिमहरू यहाँ सबैजना बसिरहनु भएको छ ल यसो हाई गरिदिनु अङ्कल कतिको रमाइलो भइरह है हाम्रो ग्रुप चाहिँ अलि सानै छ फेरि यता अच्छा अपन बनाऊ रे बनाएर होइन यहाँ भोइस ओभर हुन्छ यहाँ कस सर के छ एकदम रमाइलो भएर छ अब एक्सट्रिम त खाँदिहालिस् त्यही पनि पान खाने नि त अब पान खाउला नि हैन हुन्छ पान खाएर त्यहाँ ल हामी पिकनिकमा त आएको थियौँ यहाँ गरिबहरूलाई चिसो बाँड्न लागेको छौँ अहिले बाटोमा यहाँ मुख सुकेर बसेको गरिबहरूलाई यहाँ चिसो बाँड्दैछौँ एउटा लास्टै गरिब एक्स्ट्रा लेभल गरिबको चाहिँ मै भइहालेँ सानै चिसो खानु पाउँदा कस्तो लागिरहेको तँलाई जनता जानु चिसो लागिरहेको छ
चिसै लगाएर अरे कुरकुरे खानेलाई पनि सोध्ने हामी सब सरलाई चाहिँ एकदम एकदम ठिक छ है कुरकुरेलाई पनि ठिक छ नि ए भनेको ए वाइफाई चाहिन्छ कि तर चाहिन्छ ला त एकछिन यहाँ बसेर खान्छ हो नि हाम्रो गरिबलाई चिसो वितरण कार्यक्रम बल्ल बल्ल भइसक्यो यसो गरिबलाई चिसो वितरण कार्यक्रम भइसक्यो ल है ल यहाँ हाम्रो मासु नि लगभग आधा अवधि बाँकी छ यो चाहिँ बोङ्गुरको के अरे खसीको यो चाहिँ खसीको यो चाहिँ कुखुरीको यहाँ ऐश्वर्या म्यामले पकाइरहनु भएको रोस्ट यहाँ रोस्ट लगभग बाँकी छ यहाँ हेरै छ यहाँ दुख्नेले यहाँ खसीको मासु यहाँ हो गर्दै उहाँ पकाइरहनु भएको छ फेरि अनि यहाँ रिसाउँदै के पकाइरहनु भएको चुप्पा पनि हाम्रो श्यामाले अनि कतिको लगाइरहेको छ भोक चाहिँ भोग आज लाखेन हामीलाई आज खुसियालीको रमाइलो ल अङ्कल कतिको लगाइरहेको तपाईँलाई चाहिँ भोक चाहिँ भने मैले हाम्रो दोस्त यहाँ मासु हेरै छ बरु हो अनि हजुर के छ हालखबर सब ठिक छ नि आज भैँसरी दर्शन गर्नु पाइएन अब अहिले एकछिनमा हजुर दर्शन गर्न जान त पाएन मन्दिरमा आएर पनि जान पाइएन अब अहिले एकछिनमा नत्र अहिले एकछिनमा सबैजना टिकटक बनाउनु जाने थिएँ रोस्ट हुँदै दोस्त त्यो धेरै तन्केर नहेर नि यहाँ एक बाक्स पनि नभएको होइन खाने हो यहाँ चिया पिसा खाने किसो हजुर हालखबर चस्मा तपाईँको कालो देख्दो रहेछ भाइ तपाईँको अगाडि मलाई मेरो यताको अहिले चिकन रोस्ट ल है ललिपप चिकन ललिपप हामी खाँदैछौँ है कस्तो छ राम्रो छ टोकिएर नै कुरै होइन यहाँ कपाल पनि रहेछ होइन कहाँ छ कपाल कपाल त्यहाँ कपाल पनि छ हाम्रो चाहिँ यहाँ सबैजना आफ्नो तालमा फोटो खिच्नलाई व्यस्त भइरहेका छौँ अहिले सबैजना आफ्नै तालले फोटो खिच्न मात्रै व्यस्त मैले चाहिँ यहाँ भ्लग बनाइदिएँ कतिको रमाइलो भइरहेको छ ल ह्याप्पी न्यु इयर सबैले ह्याप्पी न्यु इयर यहाँ चुचु यता यहाँ ह्याप्पी न्यु इयर भनेर ह्याप्पी न्यु इयर ओ हाम्रो परेवाको जोडी नि यहाँ हुन्छ यता हेरेर यसो गरिदिनु न ल ह्याप्पी न्यु इयर यसो हाम्रो चारजनाको ल मेरो भ्लग गर्दा कस्तो भइरहेको छ मेरो भ्लगमा मलाई कतिको एक्साइटेड ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर नो ह्याप्पी न्यु इयर त्यहाँ ह्याप्पी न्यु यहाँ मेरो भ्लगमा आउनु कस्तो भइरहेको माइकमा बोल्नु जनतालाई अनि धेरै पछि मलाई भेट्नु कस्तो भइरहेको ल गो बाई बाई
ऊ त्यहाँ ऊ यहाँ नागिन डान्स भइरहेको छ यहाँ फेरि हजुर चुचु पनि खेल्दैछ त्यहाँ ऊ त्यहाँ हाम्रो मम्मीको त्यहाँ ऊ त्यहाँ के भइरहेको छ ऊ के छ हजुर नाची 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 ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर यता यता चुचु यता 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 ऊ चोकतिर 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 केटा हो चोकतिर ओम पनि छ उसको ल ल ल ह्याप्पी न्यू इयर अब खाना खाएर ल हाम्रो अब चाहिँ खाना बनाउने बेला भइसक्यो खाना चाहिँ पाकेको छैन हाम्रो अङ्कल हुन्छ आज के पाकिरहेको यस्तो ह्याप्पी न्यू इयर यसरी ह्याप्पी न्यू इयर फाइनली हाम्रो पार्टी सुरु भइसक्यो पिकनिक बल्ल सुरु भइसक्यो तलै गएर बल्ल बल्ल 4 घन्टापछि हाम्रो पार्टी पनि सकेको छ खानुभयो खानुभएको छैन भर्खर त हुँदैन है यहाँ चाहिँ के हो फेरि मम खै मलाई सबैलाई ल है एस्थेटिक बोयहरू त ओ यता एस्थेटिक बोय जस्तो सबले हो ल माइजो कस्तो एकदमै धेरै नलगाउनु बहिनी नि पानी खाइसक्यो कस्तो छ मिठो छ राम्रो रहेछ हजुर ए हस् मम्मी मम्मी ल है मलाई कतिखेर हो आमामा एस्थेटिक आयो ल हाम्रै टिमहरू नै हुन्छ यता दोस्रोपट्टि नि हाम्रो भोज बल्ल बल्ल सुरु भएको छ रोसेर यस्तो यस्तो एकदम मिठो भएको छ है यता
यता आइटम पनि छ राम्रै तर पापड चाहिँ मलाई हाल्नु देखिहाल्छ So sore edge. गरिबलाई लुगादान गरेको मैले चस्मा त राम्रो रहेछ दुइटै यस्तो ड्रिपी यस्तो हो फेरि ब्याङ ब्याङ त यहाँ पो छ त है रिदिक लोक त ड्रिपी अहिले चाहिँ खानपिन सकेर यहाँ नाच्न थालेछौँ हामी सबैजना नाच्न थालेछन् अनि यहाँ किन हो अहिलेदेखि बटारे हुनुहुन्छ किन बटारे हाम्रो अब जङ्गलको यो यस्तो भ्यू गइछ है यहाँ हाम्रो अर्को मान्छे पनि छन् यहाँ अर्को पनि छन् सिनेमेटिक छ यहाँ यस्तो छ अब अर्को सिनेमेटिक यहाँ पनि छ है यो राख्ने मिल्दैन अब के चाहिँ मात्रै हो किन अहिले कपिराइट लागिहाल्छ आउला न्यु इयर भ्लग इन गाइज अब सक्यो घर फर्क्यौँ अब नयाँ वर्ष सक्यो ल ल ल ल ल ल जाउँ एक्सिडेन्ट भएको अवस्था ल जाउँ है सानोवाला मलम हुन्छ नि ल अङ्कल जाउँ ओ मामा के छ ल मेरो साथी यहीँ रहेछ अब न्यु इयर अहिले नै सकिहालेन मेरो न्यु इयर ल अङ्कल अब फेरि अर्को भ्लग बन्दैछ ल ल ल ल ल अब जाउँ तपाईँ एसटिटी गर्नु पर्दैन माथि हेर्नु सिधा हेर्नु न क्यामेरामा तपाईँ अलिक राम्रो पोज दिएर बस्नु के गर्नुपर्छ गोजीमा हात हाल्नु न